धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने। प्रेरितको पुस्तक 14 अध्यायको 22 पद। परमेश्वरका प्रियजनहरूले जीवनमा दुःख र समस्याहरू सामना गर्नुपर्छ। जब परमेश्वरले आफ्ना मानिसहरूलाई छान्नुभयो, उहाँले तिनीहरूलाई सधैँ खुसी र शान्त जीवन दिने योजना गर्नुभएको थिएन। उहाँले हामीलाई कठिनाइहरू मार्फत छनौट गर्नुभएको हो, न कि यो संसारको आनन्दका लागि। उहाँले कहिल्यै हामीलाई रोग, दुःख वा समस्याबाट मुक्त गर्ने बाचा गर्नु भएन। बरु उहाँले हामीलाई आशिष दिनुभएको छ, तर त्यससँगै जीवनका कठिन परीक्षा पनि आउनेछन्। हरेक क्रिस्चियनले जीवनमा समस्या आउन सक्छ भन्ने बुझ्नुपर्छ, किनभने अघिका विश्वासयोग्य मानिसहरूले पनि यस्तै दुःख झेलेका थिए। अयुबलाई सम्झनुहोस्, जसले ठुलो दुःख भोगे तापनि परमेश्वरप्रति विश्वास गुमाएनन्। अब्राहमले पनि धेरै परीक्षा भोगे, तर आफ्ना विश्वासका कारण विश्वासका पिता कहलाइनुभयो। यदि हामी बाइबलका प्रेरितहरू, अगमवक्ताहरूको जीवन हेर्छौँ भने तिनीहरू सबैले कष्ट सहेर परमेश्वरका प्रिय बनेका थिए। हामी परमेश्वरका छोराछोरी भएकाले हामीले कठिनाइहरू सहनु पर्ने हुन्छ, तर हामी डराउनु पर्दैन, किनभने हामीभन्दा अघि प्रभु येशूले पनि दुःख सहनु भएको छ। उहाँ हाम्रो साथ हुनुहुन्छ, हामीलाई बल दिनुहुन्छ र धैर्य गर्न सिकाउनुहुन्छ। अन्ततः जब हामी परमेश्वरको राज्यमा पुग्नेछौँ, हामीले भोगेका सबै पीडाहरूको अनन्त आनन्दसँग हुन सक्दैन। आउनुहोस् प्रार्थना गरौँ। हे प्रभु, जीवनका सबै समस्याहरूमा मलाई बलियो बनाइदिनुहोस्। जब म कठिनाइमा पर्छु, तपाईमाथि भरोसा गर्न सकूँ। मलाई सम्झाइदिनुहोस् कि यी सबै दुःखहरू अस्थायी हुन्, तर तपाईको राज्यमा अनन्त आनन्द छ। मलाई तपाईको शान्ति, अनुग्रह र शक्ति दिनुहोस्। येशूको नाममा आमेन।